म यस्तो सुन्दर ठाउँमा घुम्न पाउँछु भनेर सपनामा पनि सोचेको थिएन। मेरो बिदाको दिन के गर्ने भनेर बोरमा थिएँ म। मेरा साथीहरू छुट्टी हुने बित्तिकै मलाई घुम्नको लागि इन्भाइट गरे। इन्भाइट गरिसकेपछि जान्न भन्ने मेरो बानी छैन। म घुम्न एकदम मन पराउने मान्छे। रुमबाट बाहिर हिँडिसकेपछि त्यहाँको वरिपरिको माहौल बुझिन्छ र साथै माइन्ड फ्रेस हुन्छ। म छोटो छोटो क्लिप लिँदै मेट्रोभित्र र बाहिर हिँड्दैछु। म अलिकति नर्भस र साई थिएँ, तर पनि क्लिप लिन छोडेन। दुईजनाको पछि पछि हिँड्दै भिडियो बनाउँदैछु। भिडियो क्लिप लिँदा म हाँसिरहेको थिएँ। हाँस्ने मेरो बानी हो। मलाई यो ठाउँ एकदमै मन पर्यो र छोटो भिडियो क्लिप लिएँ। म यो लिफ्ट चढेर अर्को ट्रेन चढ्न जाँदैछु। दुईजना मध्ये एकजनाले लिड गरिरहेको छ। म उसलाई फलो गरिरहेको छु। भिडियो बनाउँदा मलाई हाँसो लाग्छ र म अरूलाई हँसाउँछु पनि। तर त्यति राम्रोसँग भिडियो मैले गर्न त सकेन, तर पनि एउटा मेरो सानो कोसिस हो। होला नहोला तर आफ्नो ठाउँमा छ। कोसिस मेरो जारी नै छ। मेट्रो अन्डरग्राउन्ड भएको हुनाले मैले बाहिरको दृश्य लिन सकिनँ, तर मेट्रोभित्र एकदमै भिड थियो। अर्को मेट्रोतिर लाग्दैछु म। अब अर्को मेट्रो यस्तो खत्रै भिडियो आउनेछ साथीहरू, तपाईहरू त्यहाँ देख्न सक्नुहुन्छ। निरन्तर मेरो भिडियोलाई हेरिरहनुहुन्छ भन्ने मेरो ठुलो आश छ। यो मेट्रो स्टेसन एकदमै ब्युटिफुल, युनिक र अमेजिङ लाग्यो मलाई। अबको केही समयमै म बाहिरको दृश्य पनि देखाउनेछु। तपाईहरू बाहिरको दृश्य देख्न सक्नुहुन्छ। हामी तीनजना लन्ट्याङ हिँडिरहेका छौँ। आजको लागि यति नै। यदि तपाईँलाई भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सब्स्क्राइब गर्न सक्नुहुन्छ।